520 रुपियाँ रहेछ। पैसा त केटी अझै पुग्दैन त, पट्टै पुग्दैन यति पैसाले त। अब नयाँ सापट पनि कतिजनालाई माग्छस्, खाएको गाउँभरि छ, तिरेको छैनस्, कसैले पनि पत्याउँदैन के ए आइहाल्छ हौ यस्तो आइडिया त नि, यस्ता खुफिया आइडियाहरू त। 1 2 3 एक्सन। दोकानमा कोही हुनुहुन्छ? बाटो यतै होला नि? कोही हुनुहुन्छ? ए यही हो त। ए बाटो यही है? यही हो। आउनु नि। के हो यो त यसो छामछाम के देखिँदैन कि क्या हो? होइन कि उयो जालो लागेर चाहिँ नि मोतीबिन्दु लाग्नु खोजेर चाहिँ अस्ति अपरेसन गरेको कि, अलिक देख्दिन नि कता यसो हातहरू। यता ए दोकान यतै है? हजुर। ए हुन्छ। ए दोकान पो आउनु भएको, ल म एकछिन ल पसिहालेँ। भन्नुहोस् त के दिनु? मलाई नि लडिन्छ है त्यहाँ त। 20 रुपियाँको नि उयो दिनुहोस् न, एउटा त्यो के पो भन्छ 2 यम्मीको एउटा येल्लो चिप्स हो, अनि 5 रुपियाँको चाहिँ त्यो 10 रुपियाँको चाहिँ ज्याकपट मिमी दिनु न। ल केमा हालिदिउँ? यहाँ आइरहेछ, छाम्नुहोस् है ल। कति पो भयो? 20 रुपियाँ। 20 रुपियाँ एकछिन ल। मेरो चाहिँ नि यहाँ एउटा 500 र एउटा 20 रुपियाँको नोट छ कि, एकछिन यो दुईटामा जति तपाईँको जुन चाहिँ तपाईँको हो त्यो चाहिँ लानुहोस् न। 20 रुपियाँ जुन हो त्यो लानुहोस् न। ए हुन्छ, यतापट्टिको चाहिँ रहेछ, लिउँ? लिनुहोस् त। यही रहेछ, लिउँ? हजुर लिनुहोस्। ए होइन एकछिन पक्नुहोस् त, यो 20 रुपियाँ चाहिँ मलाई दिनुहोस् कि, अनि यो राख्नुहोस् 500 रुपियाँ। मलाई चेन्ज पनि चाहिरहेको थियो कि, 480 चाहिँ मलाई रिटर्न गरिदिनुहोस् त। 20 रुपियाँ चाहिँ होस् कि चेन्ज तर दिनु थियो कि। दिनुहोस् न छिटो, ढिलो भइसक्यो। 480 होइन, चेन्ज चाहिरहेको थियो ठिक्कै कि, दिनुहोस् त। उहिलेको बुढापाकाले लालच गर्नु हुँदैन, लालचले डुबिन्छ भन्थे। अब हेर्दै डुबिन त र कि यही 20 रुपियाँ थापेको भए सकिहाल्थ्यो। अब त्यसलाई अघि मैले त्यो 20 रुपियाँ हो भनेर 500 गरेँ, मरिकाटे घुमाएर भन्नु सक्नु गरेको भएन त। ल म चेन्ज हेरेर एकैछिन आउँदैछु ल। हुन्छ छिटो दिनुहोस् ल, मेरो फेरि अहिले उयो दिनु छ कि अरूलाई। एकैछिन बस्नुहोस् है, म चेन्ज लिएर आइहालेँ भित्र कोठामा। ए हुन्छ एकछिन 10 मिनटसम्म पर्खिन्छु नि। लुटेँ मैले, लुटेँ। कमाइ न्यू बिजनेस भयो न्यू। ओहो यो आइडियाले त साह्रो काम पो ल्यायो त। यहाँ त हेर बसी 20 रुपियाँको सामान पनि आयो, 480 पनि पायो, 500 रुपियाँ नै कमाइ भइहाल्यो नि। अब त्यस्तै गर्छु म कमाइ, अर्को दोकान पनि जान्छु। दिदी छिटो दिनुहोस् ल।